सबैजना सन्चै हुनुहुन्छ होला होइन, म पनि एकदम सन्चै छु। आजको हाम्रो यो मोटो ब्लग भनेको चाहिँ हाम्रो यता निलबराईको चाहिँ ब्लग हुँदैछ गाइज। सबैजनाले अब भिडियोहरू हेरिदिनु होला होइन, लाइक एन्ड सब्सक्राइब गरिदिनु होला मेरो युट्युब च्यानल भन्न चाहन्छु। देख्न सक्नुहुन्छ यता साइडमा चाहिँ मन्दिर छ, जस बवाल छ है। एउटा घुम्नको लागि चाहिँ पर्यटकीय स्थलको रूपमा चाहिँ चिनिन्छ भनौँ न निलबराई। यो चाहिँ हाम्रो यता बोडे भन्ने ठाउँ पर्छ क्या। देख्न सक्नुहुन्छ गाइज, बवाल छ है। ल आजको नयाँ ब्लगमा चाहिँ देख्न सक्नुहुन्छ गाइज होइन, बवाल छ क्या ठाउँ चाहिँ। घुम्नको लागि चाहिँ पर्यटकीय स्थलको रूपमा चाहिँ चिनिन्छ हाम्रो यो निलबराई चाहिँ। सल्लाहको बोटहरू देख्न सक्नुहुन्छ, बवाल छ भाइब चाहिँ होइन। यस्तै हो गाइज। अब सबैजनालाई मेरो ब्लगहरू फुल वाच गरिदिनु होला होइन, हेरिदिनु होला, लाइक एन्ड कमेन्ट गरिदिनु होला। देख्न सक्नुहुन्छ यस्तै छ। यहाँबाट चाहिँ बाटो अलिक डेन्जरै छ क्या, त्यही भएर अलिक बिस्तारै जानुपर्ने हुन्छ होइन। सेपारमा चाहिँ राइड गर्नुपर्ने हुन्छ। देख्न सक्नुहुन्छ बाटो चाहिँ यो साइडमा चाहिँ लेफ्ट साइडमा चाहिँ खाल्डो छ क्या, झऱ्यो भने चाहिँ आमा पुरै ड्यामेज भइन्छ। अनि त्यही भएर हो सेफ राइड गर्नुपर्छ गाइज होइन। सबैजनाले भन्न चाहन्छु सेफ राइड गर्नु होला है। देख्न सक्नुहुन्छ यस्तै छ। अब चाहिँ हामी चाहिँ त्यही बाइक राखेर चाहिँ यो निलबराईको चाहिँ ब्लगहरू देखाउँछौँ। सबैले हेरिदिनु होला गाइज। त्यही हो यो ठाउँ चाहिँ। अब भन्नु पर्दाखेरि चाहिँ तपाईँको यो हुन्छ नि गोकर्णेश्वरतिरको जस्तो चाहिँ भाइब्स छ क्या होइन। अब गोकर्णेश्वर उता जोरपाटीतिर पनि त्यस्तै छ नि त गोकर्णेश्वरको ठाउँ चाहिँ। त्यस्तै चाहिँ मलाई चाहिँ यो फिलिङ्स आउँछ क्या, भाइब्स छ नि त। हेर्नु न है, सल्लाहको बोटहरू छ, यता साइडमा मन्दिरहरू छ। त्यस्तै चाहिँ लाग्छ क्या मलाई चाहिँ। सेम गोकर्णेश्वरतिरको चाहिँ भाइब्स लाग्छ। यस्तै छ है ठाउँहरू चाहिँ। त्यही हो गाइज। अब अगाडि मङ्की हिँडिरहेको अवस्था छ। अझ म चाहिँ अब योभन्दा माथिको चाहिँ गएर अब तपाईँहरूलाई देखाउँछु यो ठाउँको बारेमा चाहिँ। बेस राम्रो छ क्या गाइज। यत्तिको भाइब्स है गाइज होइन यो हाम्रो निलबराई। जस्तो अब तपाईँहरू पनि भिजिट गर्न सक्नुहुन्छ। त्यही हो यो भनेको चाहिँ अब यता कोटेश्वरबाट पनि आउनुहुन्छ भने कोटेश्वर लोकनथली भएर आउनु सक्नुहुन्छ होइन। अनि यता मूलपानीबाट पनि आउनु सक्नुहुन्छ। खासै टाढा छैन त्यति भनौँ न। बट यहाँको भ्यू देख्न सक्नुहुन्छ है, बवाल छ क्या। म चाहिँ अझै अब योभन्दा माथि गएर चाहिँ देखाउँछु। देख्न सक्नुहुन्छ गाई जस्तो छ बवाल छ ठाउँ चाहिँ। फाइनल्ली माथिबाट चाहिँ यतिको देख्छ क्या भाइब्स चाहिँ होइन। देख्न सक्नुहुन्छ सल्लाहको बोटहरू चाहिँ यहाँ चाहिँ अलिकति बाक्लै छ क्या। त्यही भएर चाहिँ अलि बवाल देखाएको छ। त्यही हो गाइज। फाइनली गाइज देख्न सक्नुहुन्छ है, यस्तो छ राम्रो डाँडाकाँडाहरू छ। यो घुम्नको लागि चाहिँ एउटा बवाल छ ठाउँ चाहिँ। त्यही हो गाइज। अब ब्लगहरू हेरिदिनु होला। अब सबैजनालाई लाइक एन्ड सब्सक्राइब गरिदिनु होला मेरो युट्युब च्यानल भन्न चाहन्छु। यतिको छ ठाउँ चाहिँ होइन। प्रायः मलाई चाहिँ त्यस्तो झ्याउझ्याउ भन्दा पनि प्रायः एक्लै चाहिँ मनपर्छ क्या। एक्लै घुम्न चाहिँ मनपर्छ होइन। लाइफ के हो बुझ्नु छ होइन। जोस् एक्लै चाहिँ रमाइलो लाग्छ आजभोलि। जोस् अब आफूले भने जस्तो गर्न पाइन्छ होइन, आफ्नो तरिकामा हिँड्न पाइन्छ। त्यही हो। ठ्याक्कै यो निलबराईको उता चाहिँ फेरि
भनौँ न डाँडा छ क्या बलुवा खानी के भन्छ होइन म चाहिँ त्यही उतै साइडमा बस्छु क्या माइन्ड पनि फ्रेस हुन्छ क्या जस आनन्द खालको ठाउँ छ नि त आज फेरि स्याटरडे होइन आज चाहिँ सन्डे भएर चाहिँ मान्छेहरू अलिक कमै छ स्याटरडेको दिनमा चाहिँ प्रायः धेरै भिड हुन्छ क्या बाहिर मान्छेहरू आइरहेको हुन्छ नि त भिजिट गर्न आउँछन् अब स्कुलको मान्छेहरू आउँछन् बुढाहरू आउँछन् होइन पिकनिकको लागि आज चाहिँ अब सन्डे भएर चाहिँ अलिक कमै छ यस्तै हो है खासै त्यति त बोल्न आउँदैन गाइज त्यो पनि अब सबैजनाले अब सपोर्ट गरिदिनु होला है लाइक सब्सक्राइब गरिदिनु होला तपाईँहरूको सपोर्टले नै हामी अगाडि बढ्नेछौँ यस्तै हो गाइज अब के भन्नु र होइन एक्लै घुम्नुको मजा पनि बेग्लै छ क्या होइन त्यही भएर चाहिँ प्रायः चाहिँ म एक्लै नै घुम्छु होइन रमाइलो लाग्छ ब्युटिफुल क्या ठाउँ बवाल छ यस्तै हो होइन गाइज के भन्नु अरू फाइनल गाइज म चाहिँ यहाँ मन्दिर आइपुगिसकेको छौँ देख्न सक्नुहुन्छ ठ्याक्कै मैले चाहिँ मन्दिरको देखाइनँ बट ब्याकग्राउन्डहरू चाहिँ देखाएको छु होइन यस्तै हो यसै छ गाइज हाम्रो यो निलबराईको ब्लग यो चाहिँ त्यही हो पुजारी बाबा बस्नुहुन्छ यो कुटीमा ल गाइज देख्न सक्नुहुन्छ म चाहिँ अब टक्क फर्केको अवस्था होइन जे होस् आइयो भिजिट गरियो होइन रमाइलो लाग्यो सक्नुहुन्छ गाइज मेरो बाइकमा चाहिँ पुरा मङ्कीले राइड गर्नु लागिरहेको रहेछ पुरा देख्न सक्नुहुन्छ आमा मेरो त्यो कालो बाइकमा त पुरै राइड हान्नको अवस्था छ यति भन्दै अब तपाईँहरू सबैजनासँग चाहिँ म होइन बिदा माग्न चाहन्छु अब सबैजनाले जे होस् ब्लगहरू हेरिदिनु होला लाइक एन्ड सब्सक्राइब गरिदिनु होला मेरो युट्युब च्यानललाई होइन 1K कहिले पुग्ने अब त्यो त फिक्स छैन अब तपाईँहरूले सपोर्ट गर्नुभयो भने चाँडै पुग्छ हजुरहरू सबैजनासँग बिदा माग्छु गाइज